र कति गरेको भन्ने चाहिँ केही थाहा छैन। सदरमुकाम भन्छ के भन्छ त्यो पनि मलाई थाहा छैन। अब त्यस्तो गाइस आफ्टरनुन फ्रम प्युठानदेखि है अहिले तपाईँ सन्चै आराम हुनुहुन्छ। म पनि एकदम चिकन फाइन नै छु। अनि म चाहिँ आज चाहिँ रुमको माथि छतमा आएको छु, त्यस कारणले बाहिरको हल्का खराब भ्यू देखेको होला। तपाईँहरूले मेरो हिजो होला गर्नुभएको थियो चाहिँ मैले रुम मुनिकै देखाएको थिएँ। अनि यो चाहिँ हो हाम्रो प्युठानको जुम्री बस पार्कको दृश्यहरू। यहाँनिर चाहिँ हाम्रो 16 एसी काठमाडौँ जाने बसहरू छन्। अनि यहाँनिर म भइहालेँ। अब भ्लग त्यति राम्रो त आउँदैन है, त्यो पनि माया गरिदिनु होला भन्न चाह्यो। अब हिजोको भ्लगमा चाहिँ माया देखिएन, अस्तिकोमा चाहिँ राम्ररी नै गएको थियो, हिजोकोमा भने केही पनि देखिएन है। अब माया गरिदिनु पऱ्यो कि तपाईँहरूले, नत्र त हुँदै भएन नि। अब के भयो माया गरिदिएको भ्लग गर्न मन लाग्छ है। यति मिस भयो फोन खिच्नलाई, हातबाट फिस्किसकेको थियो जबरजस्त सबै। यो चाहिँ माथि खलङ्गा हाम्रो सदरमुकाम भन्छ के भन्छ त्यो पनि मलाई थाहा छैन। अब त्यस्तो छ मेरो के भयो माथि भएकै पानी पर्ला जस्तो गरिरहेको छ। आज चाहिँ त्यति राम्रो आउँदैन होला। अनि मैले हिजोको भ्लगमा देखाएको खोला चाहिँ गाइस यहाँनिरको यो खोला हो कि यहाँनिरबाट सानो देखिन्छ, तर हुँ गएर हेऱ्यो भने ठुलो देखिन्छ। मैले हिजो चाहिँ यता यो माथिको भागबाट गएर त्यहाँनिर चाहिँ देखाएको थिएँ। आज यहाँ तलबाट हाम्रो रुम चाहिँ हेर्नुपर्छ। त्यो खोला चाहिँ यति ठुलो हुन्छ नि पानी पर्न साथ, त्यस कारणले चाहिँ मैले देखाएको थिएँ। अनि तपाईँहरूले चाहिँ हिजोको भ्लगमा चाहिँ त्यति माया देखिएन, न भ्युज आयो न लाइक आयो। आउँछ अब 4-5 भ्युज 4-5 लाइक आउँछ। अनि कहाँबाट आयो यतातिर चाहिँ छ जिपहरूको ग्यारेज छ है। अनि यो भागमा चाहिँ पुरै है खलाङखुलुङ पार्दैछ कि यो गाडीको भागलाई चाहिँ पुरै एउटा चलौडी ल्याएर यहाँनिर यो बसहरू छ नि यहाँ ल्याएका थियो नि चल्दो रहेछ। त्यति गरेर पनि पुरै खोलेको थिएँ, त्यो पनि चलेको थियो। अब म चाहिँ तपाईँहरूले मेरो हिजोको भ्लग हेर्नुभएको थियो र कन्टिन्यू भ्युअर्स छ मेरो, कोही पनि हुनुहुन्न थाहा नै छ। तपाईँहरू पनि पक्कै नयाँ नै हुनुहुन्छ होला, नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गरेर हाम्रो युट्युब फ्यामिलीमा जोडिन सक्नुहुन्छ है। तर कसैले चाहिँ माया देखाइदिइराख्नु भएको छ, कमेन्टहरू गर्नुहुन्छ है, राम्रो कमेन्ट छोडिदिनु भएको छ, त्यसको लागि चाहिँ धेरै धन्यवाद भन्न चाहे। तपाईँहरूले पनि माया देखाइदिनु पऱ्यो गाइस, भिडियो आउँछ कन्टेन्ट। अनि गाइसमा चाहिँ तपाईँहरूले के देखाउनु चाह्यो भनेदेखि यहाँनिर चाहिँ क्यालेन्डर छ, तर मलाई आज चाहिँ युवा र कति गरेको भन्ने चाहिँ केही थाहा छैन। बस साउन महिना हो भन्ने थाहा छ। अब आज कति गरेको क्यालेन्डर नभएको क्यालेन्डर छ, तर हेर्नु पनि अब थाहै छैन है आज कति गऱ्यो भने। त्यो एउटा न्युजमा हुन्छ नि देखाइसक्यो डिप्रेसन त्यस्तो खालको हुन्छ नि। अब कति गर्थ्यो भन्नेसम्म थाहा छैन है, न बार थाहा छ, त्यतिकै बसेँ यता गरेँ मतलबै छैन नि। म अहिले फेरि आज पनि म चाहिँ यहाँनिर फोहोर फाल्न आएको छु। यहाँनिर के छिरे भर्खरै वाल रहेछ कि सर पता होइन कतै त्यसलाई आएर डरै लाग्ने है। खोला चाहिँ आज धेरै बढेको छ गाइस, फेरि आज पनि पानी परेको थियो कि माथितिरबाट, त्यो भएर चाहिँ खोला बढेको, नत्र बढ्ने छैन। मैले हिजो पनि यही भागबाट देखाएको थिएँ। खोला त धेरै ठुलो भइसकेको छ, त्यो देख्न सक्नुहुन्छ। ठुलो छ क्या खोला त, बढेर ठुलो भइसकेको छ। अब बढेपछि कसो के लाग्यो र पहिला त यो भागसम्म भेट्थ्यो अरे, यहाँ छेउछेउसम्म भेट्थ्यो अरे भनेपछि यो कलबाट के छिरिरहेको भर्खरै गएको सर्व पनि हुनसक्छ कि त्यहाँ यता चाहिँ यो भागबाट चाहिँ बर्खा मासमा हिँड्दा चाहिँ अलि होस पुऱ्याएर हिँड्नुला भन्न चाहेँ मैले है। त्यहाँनिर पाइरहेको डिजाइन भएको कस्तो नमजाले हेरिरहेको सर मलाई हुने गरी हेरिरहन मन लाग्छ क्या फेरि यस्तो। रुममा आइसकेको छु, त्यस कारणले चाहिँ म भिडियोलाई चाहिँ धेरै लामो गराउनु चाहन्न र यस्तो मेरो च्यानलमा जोडिने होला भन्न चाहेर भोलि पनि मेरो भ्लग आउने छ। आज त्यति राम्रो भएको छैन मलाई नै थाहा छ है, तपाईँहरू पनि हेर्दा बोरिङ भइसक्नु भएको होला। तर भोलि चाहिँ यस्तो बवाल खालको भिडियो आउन सक्छ है, आउँछ होला पनि भोलि चाहिँ हल्का राम्रो कन्टेन्ट आउँछ जस्तो लागिरहेको छ। त्यो